म जुन इन्डिया गेट जाँदैछु आज म बसेकोदेखिको त तपाईँको हिँडेर जाँदैछ टक्कै 2 घन्टा देखाउँदैछ है। तर मेरो हिँडाइले बिस्तारै यसरी हेर्दै जग्गा हेर्दै जाँदाखेरि चाहिँ अलिक ज्यादा लाग्न सक्छ। 2 घन्टा ज्यादा लाग्छ होला, जस्तै 4 घन्टा लाग्ला। बिस्तारै जाँदैछु किनभने बाटो एकदम चिन्दै जानुमा अलिक समय लाग्छ, हेर्दै जानु पऱ्यो गुगलमा है। त्यही कारणले समय त ज्यादा लाग्छ। यसरी आउने क्रममा चाहिँ यो मेरो सेकेन्ड भ्लग हुँदैछ है। म तपाईँलाई इन्ट्रेस्टिङ कुराहरू बताउँदै जान्छु। पहिलाखेरि जबखेरि दिल्ली आएँ, दिल्ली आउँदाखेरि चाहिँ आइपुग्यो। यसरी हिँड्ने क्रममा है धेरै लामो छ बाटो, कति कुराहरू म भन्दै जान्छु। जब अब दिल्ली आइपुग्यो, दिल्ली आइपुग्दाखेरि म दिदीको घरमा आइपुगेँ है। आइपुगेर यसरी झन्डै म जुलाईमा आएको, जुलाई 7 तारिक आएँ। आएपछि कसै नयाँ जग्गा बाटोघाटो थाहा छैन। अनि यसरी नै पढिरहेँ 2 हप्ता जस्तो त घरभित्रै पढिरहेँ, किनभने बाहिर निस्किनु अब चिन्दैन बाटो के एक प्रकारको मनमा डरै थियो। अनि यसरी बसिरहँदा अब बाहिर त निस्किनु पऱ्यो। अब डर मानेर भित्र बसिरहेर बाटो त चिन्ने होइन। त्यही कारण चाहिँ मैले डिसाइड गरेँ। अनि बिस्तारैखेरि चाहिँ अटोतिर गएर उबेर ल्याउन सकिन्छ। यहाँनिर उबेरको सहायताले लोकेसन लगाएर धेरै जग्गाहरू जान सकिन्छ। अनि त्यस्तै प्रकारले यसरी निस्किँदा अटोवातिर 10 मिनटको बाटोमा पनि यस्तै 40 रुपियाँ 50 रुपियाँ 60 रुपियाँ माग्ने। अनि त्यो क्रममा चाहिँ मेरो धेरै पैसा सक्यो है। अनि मैले चाहिँ खाने कि अब ब्लग गर्नु चाहिँ मन लाग्यो है। यसरी ब्लग गर्दाखेरि चाहिँ अब टाढो छ जग्गाहरू। अब त्यसै मेरो जग्गा म बसेकोबाटै इन्डिया गेट जानु पऱ्यो भने यसरी 2 घन्टा लाग्दैछ। अब नर्मली गुगल म्यापमा हेर्दाखेरि त्यस्तो लाग्दैछ। अनि मैले के गरेँ भने अब चाहिँ बाटो पनि चिन्ने, यसरी हुँदैन गुरु भनेर हिँड्ने र ब्लग गर्ने ठाने। त्यसपछि अहिले हिँडिरहेको छु। यसरी हिँड्ने क्रममा धेरै कुराहरू देख्न पनि सकेँ है। धेरै कुराहरू जान्न पनि सकेँ। कहाँनिर कुन चाहिँ जग्गामा के छ, कुन चाहिँ लोकेसनमा के छ, यसरी चिन्न सकेँ। अहिले भर्खरै म यहाँ नेसनल रेल म्युजियम आइपुगेँ। अब यो सिधा टाढा जाँदाखेरि चाहिँ तपाईँको अब गोल चक्कर भेट्छ। यो गोल चक्कर पनि मैले यहाँ आएर चिने। यसलाई यस्तो गोल चक्कर हुन्छ। यो गोल चक्कर चाहिँ ठुलो गोल चक्कर हुन्छ। यसलाई काट्नु धेरै जान्नेको हुनु पऱ्यो। यो स्टेसन देख्दै गरेको त तपाईँको मेट्रोको मोती पार्कको मेट्रो स्टेसन हो। मेट्रो स्टेसनबाट मैले यहाँसम्म आइपुग्नको क्रममा लागि 10 मिनट लाग्यो मेरो जग्गाबाट। ठिक अब यो जग्गाबाट चाहिँ यो लेफ्ट लिएर चाहिँ म भित्र न्यू मोती पार्क हुँदै जानेछु। यो सबै यो माथिको त मेट्रोको रुट हो। यहाँ देख्नुभयो शान्ति पथ हो। यो चाहिँ यो बोर्ड देख्नुहुन्छ, शान्ति पथ बोर्ड हो। यहाँ तपाईँलाई कस्मिक बोर्ड साइन बोर्ड देखाउँदैछ। यो उकालो गयो भने टाढो एरो देख्नुहुन्छ। यो 3टा जग्गा, इन्डिया गेट, 3 मूर्ति एरिया, डिप्लोमेटिक एरिया जग्गा छ। सफदरजंग रेलवे स्टेसन यो बाटो जाँदो रहेछ। सफदरजंग अंडरपास फर सफदरजंग रेलवे स्टेशन। सफदरजंग एरिया हुँदै जानुपर्छ जाँदाखेरि।
जब म यहाँ दिल्लीमा आइपुगेँ नि सबसे भन्दा राम्रो चिज लागेको चाहिँ मलाई यो रुखहरू क्या। जस्तै यहाँ हेर्नुहोस् त कति मजाले मिलाएर राखेको रुखहरू जस्तै छ। टप 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 टपक 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 टिपेर राखेको रुखहरू जस्तै छ। यो रुखहरू त मलाई साह्रो मन पर्यो। मलाई यहाँको चाहिँ यहाँनिर पहाडको जस्तै रुखहरू छैनन्, अग्लो अग्लो रुखहरू छैनन्। यहाँको विशेषता भनेको यो रुखको विशेषताहरू भनेको छोटो छोटो अनि पुरा ब्रान्चेस भएको, यसको ट्रङ्कको ब्रान्चेसहरू भएको रुखहरू छ। यहाँको यो रुखको विशेषताहरू चाहिँ यो अग्लो हुन सक्दैन अनि ठुलो ठुलो छारी भएको रुखहरू साह्रै राम्रो रुखहरू। अनि अर्को यहाँको मलाई आकर्षण गरेको कुरा चाहिँ यो गाडीहरू क्या। यहाँ आएपछि मलाई यो गाडीहरूमा धेरै इन्ट्रेस्ट लाग्यो क्या। गाडीहरू पहिला जस्तो गाउँमा थिए है, त्यतिखेर गाडीको त्यस्तो मलाई इन्ट्रेस्ट थिएन। तर यहाँ आएपछि धेरै धेरै लग्जरियस गाडीहरू देख्नु पाउँदा चाहिँ मलाई मनै आनन्द भएर आउँछ क्या। चढ्नु नपाए तापनि, आफ्नो मन नभए तापनि गाडीहरू चाहिँ यहाँको दामी। र साथीहरू म अहिलेखेरि नेहरू पार्क आइपुगेँ। अनि यहाँ एकछिन बसेर फेरि म यहाँबाट निस्किएर चाहिँ इन्डिया गेटतर्फ जानेछु। यसरी आधा घन्टा लाग्यो मलाई यहाँ आइसम्म आइपुग्नु, घरदेखिको यहाँसम्म आइपुग्नु आधा घन्टा लगभग लाग्यो। अब एकछिन 5-10 मिनट बिसाएर त्यसपछि फेरि म इन्डिया गेटतर्फ लाग्नेछु। यहाँनिर धेरै चेन्जेसहरू ल्याएको छ। किनभने म पहिला जब स्कुल टाइम थियो, स्कुल पढ्दाखेरि आज 10 वर्ष अगाडि आएको थिएँ, त्यतिखेर यो यस्तो केही थिएन। अहिलेखेरि चाहिँ यो इभिनिङ वक गर्ने, रनिङ गर्नेहरूको लागि चाहिँ यो म्याटहरू बिछाएको जस्तै म्याट जस्तै बिछाएको रहेछ। यो एकदम स्पन्जी खालको छ अनि वक गर्दा पनि सजिलै हुने रहेछ। अनि यो एक्सर्साइज गर्ने जिमको सामानहरू यसरी यहाँनिर यसरी राखेको हुन्छ पार्कमा। र किनभने यो पार्क त मैले अलरेडी मेरो फर्स्ट भ्लगमा देखाएको छु। अनि अब यो पार्कदेखि चाहिँ उता फेरि मेरो एडभेन्चरस यात्रा सुरु हुन्छ। किनभने यहाँसम्म त म आइरहेको छु, यहाँसम्म त म बाटो चिन्छु। अब यहाँदेखि उपरान्त अघि चाहिँ म बाटो चिन्दिनँ, जुन चाहिँ इन्ट्रेस्टिङ हुनेछ। सो हेर्दै गर्नुहोस्। यदि तपाईँले यो च्यानललाई अझै सहायता दिनुहुन्छ, मद्दत गर्नुहुन्छ अनि यदि हेर्दै गर्नुहोस् र यो च्यानललाई यदि तपाईँले मन पराए अवश्य लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् अनि सक्दो कमेन्ट गरिदिनु भन्ने म तपाईँहरूलाई बिन्ती चढाउँदैछु। धन्यवाद। कतिको घाम लागिरहेको छ भनेर चाल पाउनुहुने तपाईँले यही भिडियो हेर्नुहोस्। अहिले टेम्परेचर तपाईँको यहाँनिर 32 छ। टक्कै म यहाँ नेहरू पार्कमा आइपुग्दा 32 छ अहिले टेम्परेचर। अब यहाँबाट हिँड्दै निस्किँदैछु म बाहिर। अघि पस्दै गेट नम्बर 1 बाट पस्छु। अब म निस्किँदैछु यहाँबाट बाहिर। यहाँबाट बाहिर निस्किँदैछु म अहिले। नेहरू पार्कमा आइपुगेको छु। अब म यो नेहरू पार्कबाट चाहिँ यो नीति मार्ग पछाउँदै जानेछु। यो सबै देखेको त नीति मार्ग हो। यो नीति मार्ग पछाउँदै सिधा जानु चाहिँ त्यहाँ सिधा अगाडि चाहिँ एउटा गोलचक्कर फेरि देख्दैछु।
एकपल्ट फेरि गुगलले ढाँट्यो। म कता बिनै मार्गपट्टि गएछु। त्यसमा म यता आउनु पर्थ्यो पञ्चशील मार्ग हुँदै मुस्तफा त्यो एउटा सत्य रोड हुनुपर्ने। म अलिकति हराएको अनुभव भएर मैले फेरि यहाँ रिसेट गरेर अहिले म फेरि पञ्चशील मार्ग हुँदै जाँदैछु। पञ्चशील मार्ग कौतल्य मार्ग हुँदै जाँदैछु। त्यसको अगाडि चाहिँ मुस्तफा केमल आतातुक मार्ग आइपुग्ने जाँदैछु। म बोर्ड देखाउँदैछु तपाईँलाई। यसरी एक्लै भ्लग गर्दा के मजा आउँछ भन्दा चाहिँ नयाँ नयाँ बाटो है एक्सप्लोर गर्नु साह्रै मजा आउँछ। अनि अर्को चाहिँ एक्लै सोलो गर्दा चाहिँ अर्को के कुरा आउँछ त बाटोहरू यहाँको कस्तो छ त्यो सबै देख्न पर्छ। यहाँको दिल्लीको यो प्रपर टाउन जुन चाहिँ सिटी छ यहाँको यो जुन चाहिँ बाटो छ साह्रै राम्रो रहेछ। बाटोहरू चाहिँ यहाँको बाटोहरू एकदम मन पर्यो मलाई। यसरी साइडमा पैदल साइडमा पनि जुन चाहिँ मान्छे हिँड्ने बाटो छ यहाँ चाहिँ यसरी फुलहरू सजाएर प्लान्टहरू धेरै प्लान्टहरू सजाएर राख्छ। सबै प्लान्टहरू कम छ। अनि यसरी गोल चक्कर चाहिँ जग्गा गोल चक्कर छ है। गोल चक्करलाई हेर्दै जानुपर्छ त्यहाँनिर बाटोहरू। अब यहाँ एउटा फेरि गोल चक्कर आएको छु। पञ्चशील मार्ग आइपुगेको छु। त्यहाँदेखि यहाँनिर फेरि क्रसिङ गर्ने अवस्था छ। क्रसिङ गर्नुपर्छ पल्लोपट्टि जानुपर्छ। जस्तो म मुस्तफा केमल रोड काटेँ त्यस्तै अलिकति अगाडि गएर जाँदा चाहिँ यहाँ मोदीको मोदी बस्ने रेसिडेन्ट रहेछ। त्यहाँ चाहिँ टाइट सेक्युरिटी रहेछ। बिएसएफहरू बस्नु हुँदो रहेछ। अनि प्रत्येक 10 मिटरको दूरीमा चाहिँ एउटा बिएसएफ खडा भएको छ। जहाँ चाहिँ मलाई अलिकति भ्लग गर्नु मन लागेन क्या। त्यसरी प्राइभेट एरियातिर भ्लग गर्नु भएन। त्यही कारण भ्लग नगरेर चाहिँ अलिकति जस्तो फेरि काटेँ। अहिले यो डाक्टर एपिजे अब्दुल कलाम रोडमा जाँदैछु। यो चाहिँ यो जुन चाहिँ रोड छ डाक्टर एपिजे अब्दुल कलाम रोड रहेछ। अनि त्यसरी हिँड्दै भ्लग गर्नुमा चाहिँ अलिकति मलाई गरम हुनु त यहाँनिर टेम्परेचर एकदम हाई छ। एकदम 32-35 डिग्रीको सम्मको छ। तर यो रुखको कारणले गर्दा चाहिँ एकदम छारीले गर्दा चाहिँ शीतल भएको कारणले गर्दा यसरी हिँड्नु सकिरहेको छु। त्यही गरिरहेको छु। यो पर देखेको भने त्यतै एकदम त्यहाँनिरै बिएसएफहरू थियो। एकदम टाइट सेक्युरिटी छ। अहिले यो देख्दै गएर त एपिजे अब्दुल कलाम रोड हो। यहाँ अब मलाई यहाँबाट कति मिनट लाग्छ भनेर चाहिँ 49 मिनट लाग्ने रहेछ। यो डाक्टर एपिजे अब्दुल कलाम रोड भयो, मुस्तफा केमल रोड भयो। यो बाटोहरूमा चाहिँ मैले एउटा पनि बस स्टप देखिनँ। बस स्टप भए चाहिँ म यसै बिसाउनु पऱ्यो। गरम भयो, थाकन लाग्यो, थकाइ लाग्यो, एकछिन बिसाउनु पऱ्यो भनेको एउटा छैन बस्ने जग्गा। अनि यसरी हिँडेकै छु। अहिले आधा घन्टा भइसक्यो। एउटा बस स्टप देखेको छुइनँ मैले। यहाँ अगाडि एउटा साइन बोर्ड आउँदैछ। यदि तपाईँ इन्डिया गेट जानुपर्छ यही बाटो सिधा जानु पऱ्यो। अर्को छ सफ्दरजुङ राइटपट्टि देखाउँदैछ। नेहरू प्लेटेनियम लेफ्टपट्टि देखाउँदैछ। नेहरू प्लेटेनियम त लेफ्टपट्टि जानु पऱ्यो। सफ्दरजुङ राइट छैन इन्डियाको सिधा। म यहाँनिर फेरि हराएकै जस्तो लाग्यो किनभने सफ्दरजङ
बाट नगएर चाहिँ म एपिजे अब्दुल कलाम भए जानु पऱ्यो भनेर निस्केको। यहाँनिर आइपुग्नु त पुगेँ। यो कुन चाहिँ रोड हो देखाएको छैन, बोर्डहरू पनि छैन अनि गुगललाई पनि त्यति रिलायबल चाहिँ छैन, क्रस गर्न सकिहाल्दैन। म पनि कहाँ अगाडिसम्म जान्छु सोध्छु। सफदरजंगै बाटो कस्तेश्वरको हो कि म एपिजे अब्दुल कलाम रोड कन्फ्युज भयो। एपिजे अब्दुल कलाम रोड देखाएको छैन यहाँनिर। बल्ल बल्ल साथीले म यो नागाल्यान्ड हाउसको छेउ आइपुगेछु। बुझेको चाहिँ यो नागाल्यान्ड हाउस रहेछ। नागाल्यान्ड हाउस यहाँबाट पनि अझै 40 मिनटहरू छ अझै हिँड्नुपर्ने। नागाल्यान्ड हाउस मैले नागाल्यान्ड हाउस क्रस गरेँ। म जाँदैछु यो तेर्सो। यसलाई पनि एपिजे अब्दुल कलाम रोड नै भन्छ रहेछ। भर्खरै म नागाल्यान्ड हाउस जोधपुर हाउसबाट अहिले म गुगल म्याप नभए चाहिँ म हराउने थिएँ, किनभने म अर्कै साइड जाँदो रहेछु भन्न गुगल म्यापले पनि मलाई अलग गरेर चाहिँ फेरि म राइट ट्र्याकमा आएको छु अहिले। अनि यो सिधा एपिजे अब्दुल कलाम रोड जाँदैछु। यो बाटो यस्तो छ, मान्छे हिँड्ने फुटपाथ छ है, एकदम सेफ्टी छ यहाँ चाहिँ। फुटपाथ साइक्लिङ गरेर जाँदा पनि हुन सक्ने रहेछ। यहाँको चाहिँ यो मन पऱ्यो मलाई। जस्तै हाम्रो त सिलगढीहरूतिर यस्तो फुटपाथको बाटो छैन, यहाँ त खुल्ला फुटपाथको बाटो छ, आरामले तपाईँ जानु सक्नुहुन्छ। अनि गुगलमा म्याप चाहिँ यहाँ करेक्ट रिड गर्दैछ, किनभने एकचोटि म सिलगढीमा गुगल म्याप लिएर मेरो साथी त्यही कोटमोर एरियामा पनि हराएको छु। कति घन्टाभित्रै कोटमोर हेरिङ यति कन्जस्टेड एरिया छ है, त्यहाँनिर हराएको थियौँ। तर यहाँनिर दिल्लीमा आएर चाहिँ हराउने कुरै छैन। गुगलले यति साह्रो अलर्ट गराइहाल्छ है, गुगलले सहायता गर्छ, मद्दत गर्दो रहेछ। यहाँ आएर मैले गुगल म्याप चाहिँ यता अहिले विश्वास गर्न थालेँ, किनभने म हराएको छु नि अलरेडी पहिला सिलगढीमा नि कोटमोरतिर हराउँदा चाहिँ गुगललाई त्यति विश्वास लाग्दैन थियो। तर अहिले यहाँनिर आउँदाखेरि चाहिँ एकदम विश्वास लाग्यो क्या मलाई गुगल म्यापसँग चाहिँ। सिधा जाँदैछु ठिक अगाडि चाहिँ आयुष होलिस्टिक सेन्टर आइपुग्नु। आयुष होलिस्टिक सेन्टर आइपुगेको छ। आफ्नो आफ्नो कथा छ है, दिल्लीमा आएर बस्नेहरूको, जीविका चलाउनेहरूको, उनीहरूको कथा सुन्दा पनि हाँसो छ है। कतिको एकदम रोमान्चिक छ, एकदम रमाइलो पनि छ कतिको कथाहरू। धेरैजना मेरो साथीहरू मेरो दिदीको साथीहरूको कथाहरू सुन्दा हाँस पनि उठ्छ, मजा आउँछ। गाउँको मामाहरू हाम्रो पहिलाखेरि आउँदाखेरि पर्खिनुहोस् ल, मैले यहाँ औरङ्गजेब बाटो आइपुगेँ। यस्तो भित्रभित्र त जानु सक्दिनँ, यो भित्र गयो भने चाहिँ म हराउँछु। यो बाटो फुटपाथ त पछ्याएर जानुपर्छ। म त्यही आफ्नो आफ्नो कथा छ है। दिल्ली आउँदा कस्तो के भएको छ सुन्नु। यदि तपाईँ दिल्लीवासी हुनुहुन्छ भने यहाँ दिल्लीमा आएर बस्नु हुँदैछ भने अवश्य पनि मेरो भिडियोलाई तपाईँले लाइक गरिदिनुहोस्, किनभने तपाईँहरू कामबाट निस्किनु सक्नु हुँदैन। ड्युटी 7 दिनको चाहिँ त ड्युटी हुन्छ, कसैले हार्डली 1 दिन छुट्टी पाउँछ। त्यो पनि यताउति के घरको कामहरू गर्दा, चर्चहरू जाँदा, के गर्न जाँदा, आफ्नो पर्सनल कामहरू गर्दा तपाईँहरू घुम्नु पाउनु हुँदैन। तर म चाहिँ तपाईँहरूलाई यो मौका दिइरहेको छु कि मैले तपाईँहरूलाई घुम्ने दिइरहेको छु। सिधी मसँग तपाईँहरू घुम्नु सक्नुहुन्छ। त्यो पनि हिँडेर मजाले दृश्यको मनोरम दृश्यहरू हेर्दै
तपाईँ मसँग जान सक्नुहुन्छ। यो फुटपाथ एकदम रमाइलो लागेर मैले यहाँ भिडियो बनाउने मौका पाएँ। यसरी बनाइरहेको छु। सायद म अब यहाँबाट झन्डै 30 मिनटको दूरीमा छु होला, आइपुग्न आँटेँ। लगभग अहिले 4 बजेर तपाईँको 15 मिनटहरू गयो। म घरबाट हिँड्दा 2:30मा हिँडेको, बिस्तारै हिँड्दा पनि यहाँनिर अब लगभग आइपुग्न आँट्यो। तपाईँ गरम हुन्छ भनेर नडराउँदा हुन्छ, किनभने यति साह्रो रुखहरू छ साइडमा। रुखहरूले गर्दा चाहिँ शीतल हुन्छ, एकदम शीतल भएको अनुभव भइरहेको छ। यसरी जान सक्नुहुन्छ तपाईँले मेरो गुगल म्याप पनि देखिरहनु भएको छ साइडमा, ठिक अहिले मलाई गाइड गरिरहेको छ। अनि यो बाटो चाहिँ अलिकति खुल्ला पनि छ। उतापट्टि सफदरजङ भएर जाँदा चाहिँ के हुन्छ भने चाहिँ यता अलि अकबर रोड हुँदै, पहिला पनि म गएको हिँडेर, यो त सेकेन्ड टाइम म हिँडेर गएको। त्यहाँनिर पनि त्यो बाटो हिँडेर जाँदाखेरि चाहिँ अकबर रोड हुँदा चाहिँ ठुलो गोल चक्कर काट्नुपर्छ। वेरेस यहाँनिर यो औरङ्गजेब है, अनि डाक्टर एपिजे अब्दुल कलाम रोड हिँडेर जाँदा चाहिँ त्यति ठुल्ठुलो गोल चक्कर चाहिँ मैले देखिनँ। यहाँनिर चाहिँ त्यो सानो गोल चक्कर छ। अनि यो त एकदम ज्यादा बिजी रोड पनि छैन, हल्का ठिकै गाडीहरू चलिरहेको छ। वेरेस यहाँ अकबर रोड भएर जाँदा चाहिँ त्यहाँनिर एकदम ठुल्ठुलो गाडीहरू चलिरहेको, एकदम त्यस्तो खालको जग्गा छ। यहाँनिर चाहिँ वेस्टर्न लागिदियो मलाई होइन, चाहिँ टाइल्सहरू पनि फुटपाथमा हालिदिएको छ साइडमा। यो साइड के चाहिँ होला, एमबिसी हो या के चाहिँ वरिपरि तपाईँलाई हेरिरहेको हुन्छ थ्रु सिसिटिभी। रुखभरि सिसिटिभी सिटिरहेको छ। यहाँनिर चाहिँ कुन चाहिँ जग्गा आइपुग्यो, मलाई एपिजे अब्दुल कलाम रोडै जाँदैछु जानु चाहिँ, तर यहाँनिर चाहिँ टाइल्स लगाइदिएको रहेछ। कन्नट प्लेस तपाईँको लेफ्टपट्टि जाँदैछ, इन्डिया हेरिटेज सेन्टर राइटतर्फ, इन्डिया गेट सिधा। होटेल केलोरोजिस भन्ने जग्गा आइपुगेछु म। अगाडि फेरि एउटा गोल चक्कर छ। अब यहाँ गोल चक्करदेखि त म कता मोड्नुपर्ने, एकछिन उभिएर फेरि हेरेर बाटो चिनेर म अगाडि बढ्नुपर्छ। यहाँनिर तपाईँले देख्नुपर्छ गोल चक्कर छ। मलाई गुगलले कतापट्टि जा भन्छ, म त्यतापट्टि जानु पर्यो। शीतल भइरहेको छ अहिले चाहिँ यो बाटो छ। यस्तो जग्गा कहाँ तपाईँ गाडीमा चढेर हिँड्नु, यसको दृश्यको मनोरञ्जन ल्याउन सक्नुहुन्न। अटोमालाई त झन् रुटिहाल्छ, अटोमा त नगए पनि भयो। उबेर गरेर गयो भने सत्तर यस्तै देख्न सक्नुहुन्न तपाईँले। यहाँ अगाडि हेर्नुहोस् पार्क पनि छ। म तपाईँहरूलाई भन्छु हिँडेर आउनुहोस्, यो पब्लिक बस। हिँडेर आउनुमा त अर्कै मजा छ क्या। त्यति साह्रो मान्छे हिँडेर पनि यहाँ पनि हिँड्न चाहँदैन, त्यसरी खाली हुन्छ यो फुटपाथहरू, नडराए पनि हुन्छ। अनि गुगल म्याप तपाईँको हातमा छँदैछ हुन्छ, अनि यो बिस्तारै हिँड्न सक्नुहुन्छ तपाईँ यसरी हेर्दै। यो ठुलो यस्तो गोल चक्कर छ। अब यहाँबाट चाहिँ मलाई साह्रो पर्छ, किनभने त्यस्तो ठुलो गोल चक्कर छ। अब कता साइड जानुपर्ने, चारैतिरपट्टि बाटो छ। कुन चाहिँ एपिजे अब्दुल कलाम रोड त्यही हेर्नुपर्छ मैले यहाँ उभिएर चाहिँ। यो बाटो चाहिँ सायद के देख्छ, राजेश पाइलट मार्ग भन्दैछ। रोड चाहिँ के हो, राजेश पाइलट मार्ग, राजेश पाइलट मार्ग रहेछ। यहाँ उभिएर चाहिँ म हेर्छु कता जानुपर्छ। यो एउटा ठुलो गोल चक्कर काटिसकेँ म। अघि राजेश पाइलट मार्ग काटेर म यता अर्को तर्फ आएको छु। के हो यो फेरि, इन्डियाको बाटोमा पनि यस्तो चल्छ यो। अनि यो मार्ग जाँदैछु पछाडि। यहाँबाट चाहिँ 30 मिटरको दूरी रहेछ बाटो। अब त्यो 25 मिनट लाग्छ मलाई पुग्नु।
चाहिँ म एम्बेसी अफ इजरायल आइपुग्न आँटेको छु। लगभग यो जिन्डल हाउसको छेउमा आइपुगेँ। यस्तो छ यहाँ चाहिँ। भर्खर म इजरायलको एम्बेसी काटेको छु। हुनसक्छ इजरायल यो साइड छ एम्बेसी। यत्रै बोर्डर आएको छ, म देख्न सकिनँ। यदि म ठिक जग्गामा पुगेको छु कि छैन तपाईँले कमेन्ट गरेर भनिदिनुहोस् है। सोधी तपाईँको काम गर्ने जग्गा छेउछाउ आइपुगेको थियो। इजरायल एम्बेसी अफ इजरायल लगभग आइपुगेको छु। अब लगभग 17 मिनट छ रहेछ यहाँदेखिको। यो त साजन रोड रहेछ। म अहिले जुन चाहिँ रोडमा आइपुग्छु, यहाँ पनि फुटपाथ यति मजाले बनाइदिएको छ। यहाँ पनि सजिलै आरामले जान सक्छु। कोटा हाउस आइपुगेँ। यहाँदेखिको मलाई 17 मिनट लाग्दो रहेछ यो बाटो। मेरो लगभग अहिले मेमोरी फुल देखाउँदैछ। खै के भयो, कोही बेला भए यस्तै हुन्छ मेरो फोनमा। अचानक स्पेस पुरा स्टोरेज फुल देखाउँछ। आज मेरो ब्याकलग, आज पनि मैले कम्ती भिडियो बनाउनु पर्ने रहेछ। मेमोरी फुल भइहालेर देखाउँदैछ। कतिवटा मैले भिडियो डिलिट गरेर पनि मेमोरी फुल देखाउँदैछ। अनि म यसरी नोमा कोटा हाउस छेउ आइपुगेँ। नोमा कोटा हाउसको छेउमा यो बाटो सिधा छ। यो अगाडि एउटा गोल चक्कर छ, त्यहाँदेखिको त आइपुगेँ लगभग। र यसरी हेर्दा कतिवटा कुराहरू मबाट छुट्यो होला, देखाउन सकिनँ। यदि उता अकबर रोड भएर गएको भए चाहिँ त्यहाँनिर चाहिँ इन्दिरा गान्धी मेमोरियल म्युजियमहरू त्यो हुँदै जान्थ्यो। तर म त्यो बाटोमा चाहिँ अलिकति गोल चक्कर ठुल्ठुलो भएको कारणले गर्दा एकदम मुस्किल पर्छ, त्यसलाई काट्नु टाइम लाग्छ, फेरि जोखिम उठाउनुपर्छ। त्यही कारण मैले चाहिँ अलिक सजिलो रोड हेरेर आउँदैछु। यो बाटोहरू एकदम पिस छ, एकदम क्या शान्ति खालको बाटो, कसैले डिस्टर्ब गर्दैन यहाँतिर। त्यति बिजी रोड पनि छैन यो बाटो। मन पऱ्यो मलाई यो एकदम यो बाटो। पब्लिक सर्भिस कमिसन अथवा युपिएससीको हेडक्वार्टर आइपुगेछु। बल्ल आइपुगेछु। अब ब्याक साइडबाट आइपुगेछु। इन्डियाको कोस्ट गार्डको एउटा मोडल यहाँ बनाएको रहेछ। ब्याकपट्टि आइपुगेछु नि त म। उकालो भने सुप्रिम कोर्ट जाँदो रहेछ। प्रगति मैले पनि जाने भयो। पुरा ब्याकपट्टि आएछु म। इन्डिया गेटको अगाडिपट्टि नगएर बस ठान लिया आने के लिए। आ गया यार। ये आ गया। इन्डिया गेटको चाहिँ यो साइडपट्टिको यो फाउन्टेन मजाको रहेछ। हेर्दाखेरि मजाको देख्नु। अझै म छिटो हिँडेको भए त त्यहाँबाट लगभग 3 बजी हिँडेको भए चाहिँ अलिकति दिउँसो आइपुग्थेँ।